आफ्नो ब्राउजरमा गएर SSF नेपाल हान्नुहोला। ssf.gov.np सामाजिक सुरक्षा कोषको वेबसाइट ssf.gov.np होम पेज यस्तो खुल्छ। सामाजिक सुरक्षा कोषको होम पेज यस्तो खुल्छ। त्यसपछि SOS अनलाइन नेपालको झन्डा भएको ठाउँमा यसमा थिच्नु होला। त्यसपछि अलि पछाडि योगदानकर्ता पोर्टल छ। योगदानकर्ता पोर्टलमा जानु होला। योगदानकर्ता पोर्टल SSID र पासवर्ड हान्नु होला। आफ्नो SSID र पासवर्ड हानेर लगइन गर्नु होला। त्यसपछि यस्तो खुल्नेछ। यो मेरो प्रोफाइल, यो ड्याशबोर्ड। मैले यहाँ 16 महिनाको कन्ट्रिब्युट गरिसकेको छु। यो पेन्सन अमाउन्ट भनेर 25,484 देखाएको छ। 16 महिना कन्ट्रिब्युट। मैले लास्ट टाइम 2082 8 महिना 7 गते कन्ट्रिब्युट गरेको हो, 17,533। त्यसपछि हामी अब कलेक्सनमा जाउँ। गेट सबमिसन नम्बर। यो सबमिसन नम्बर टिपेर राख्नु होला। यो सबमिसन नम्बर पैसा तिर्ने बेलामा चाहिन्छ। यही सबमिसन नम्बर म्याच हुनुपर्छ। ओके। मेरो 2083 असार देखायो। यो 1 महिना देखाउँछ सुरुमा। मैले 7 महिनाको चुज गरेँ। यो 7 महिना चुज गर्दा यति 637 रुपियाँ डिस्काउन्ट देखायो। 1 महिनादेखि 6 महिनासम्म पैसा तिर्दा 1 महिनादेखि 6 महिनासम्मको पैसा तिर्दा डिस्काउन्ट आउँदैन। त्यही भएर तपाईँहरू पनि 7 महिनाभन्दा माथिको एकैचोटि तिर्नु होला। 7 महिनाको गर्दा 637 देखाउँछ। 8 महिनाको 728 डिस्काउन्ट। 1 देखि 6 महिनासम्मको डिस्काउन्ट हुँदैन है। मैले 6 महिना गर्दा यहाँ 0 डिस्काउन्ट देखायो। ओके। 7 महिनाको 18,171 डिस्काउन्ट 637, तिर्नुपर्ने 17,533 यस्तो देखायो। ओके, हामी सबमिट गरौँ। सबमिट। योगदानकर्ताको रकम जम्मा गर्न सबमिसन नम्बर लिएर रकम जम्मा गर्दा योगदानकर्ताको SSID अनुसार नै रकम जम्मा हुने भएकाले राम्रोसँग रुजु गरेर मात्र पेमेन्टको कार्य अगाडि बढाउनु हुन अनुरोध छ। रकम जम्मा गरिसकेपछि योगदानकर्ताको SSID र रकम फरक परी कोषबाट पाउने सेवा सुविधाबाट वञ्चित भएमा कोष जवाफदेही हुने छैन। एक पटक सबमिट गरिसकेपछि अर्को पटक विवरण फेरि परिवर्तन गर्न पाइने छैन। के तपाईँ सबमिट गर्न चाहनुहुन्छ? ओके। त्यसपछि तपाईहरू ओके गरेपछि ई-सेवा, खल्ती, IMPay जेबाट पनि तिर्न सक्नुहुन्छ। म ई-सेवामा गएँ। गभर्नमेन्ट पेमेन्टमा सोशल सेक्युरिटी फन्ड। त्यसपछि सबमिसन नम्बर हान्नु होला। अघिको सबमिसन नम्बर हान्नु होला। अघि टिपेर राखेको इम्प्लोयर ID भनेको छ, यसमा SSID हान्नु होला। SSID हो यो। चेक गर्नु होला। चेक। ओके, यो आफ्नो डिटेल्स राम्रोसँग चेक गर्नु होला, मिलेको छ कि छैन। ठ्याक्कै मिल्नुपर्छ। सबमिसन नम्बर, इम्प्लोयर ID, इम्प्लोयर नेम, कुन महिनाको तिर्दै हुनुहुन्छ सबै देखाउँछ। यो चेक गरेर म्याच गर्नु होला आफ्नो। त्यसपछि यहाँ तल टिक लगाइदिनु होला करेक्ट छ भनेर। यो हामीले तिर्नुपर्ने रकम, सर्भिस चार्ज, ई-सेवाको सर्भिस चार्ज हो, टोटल सिड। त्यसपछि फेरि यही डिटेल्स देखाउँछ।
पे बाई ई सेवा। ओके, पेमेन्ट सक्सेस भइसकेको छ। ई सेवामा स्टेटमेन्ट सधैँ हुन्छ, तपाईहरुले स्टेटमेन्ट पनि हेर्न सक्नुहुन्छ। त्यसपछि एसएसएफ को आइडीमा गएर फेरि रिफ्रेश गरेर हेर्नु होला, तपाईहरुको पैसा तिरेको कन्ट्रिब्युट गरेको कति महिना भयो त्यो देखाउनेछ है।